नमस्ते। आज मेरा यी शान्तिका पाइलाहरूले यो बाजुरा जिल्लाको दार्चुला जिल्लाको मार्मा गाउँपालिका यो सुन्दर भूमि हराभरा भएको यो प्रकृतिले बहुत शोभायमान भएको यो पालिका पनि भव्य यो दरबार यो गाउँ गाउँमा दरबार भनेको यही होला। यो बडा सुन्दर बनाएको रहेछ। यहाँ कतै कतै त पालिकामा बनाएका छैनन्। र आज मेरो यहाँ यात्रा गर्दै जाँदा आज ठिक 3 वर्ष 3 महिना 30 दिनको दिन यहाँ आइपुगेको छु र यहाँ म पालिका परिवारहरूप्रति सानो परिचय लिन जाँदैछु। कता भाग्नुभयो? मेरो नाम नन्दन सिंह ठगुन्ना हो। हजुर, म यस मार्मा गाउँपालिकामा अहिले हाकिम साहब बाहिर गया हुनाले निमित्त मेरो घर चाहिँ मार्मा गाउँपालिका वार्ड नम्बर 1 जुडे हो। हजुर। जागिर लगभग 26 वर्ष पुरा भएर 27औं वर्षमा प्रवेश गरेका छौँ। हजुर। मेरो घर यतै हो। जागिरको सिलसिलामा पूर्व चितवन यताउता पनि घुमिया थिए। उहाँलाई हजुरलाई चाहिँ यो मार्मा गाउँपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट एकदम स्वागत गरेका छौँ र हजुरको यात्रा चाहिँ एकदम सफल रहोस् भन्ने हामी शुभकामना दिन चाहन्छौँ। हवस्, हजुरलाई धन्यवाद। लु यहाँ हजुरको पनि परिचय पाउँ त। नमस्कार, मेरो नाम रमेश चन्द्र अस्ति। म अहिले मार्मा गाउँपालिका योजना शाखामा काम गर्छु। हजुर। यहाँ जुन तपाईँले जुन आज यहाँ आइपुग्नु भएको छ यसको लागि अब तपाईँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। यति टाढाबाट अहिलेसम्म तपाईँले भन्नुभयो अब 50वटा मात्रै पालिका बाँकी छ भने साइकलमा यसरी यात्रा गरेर यत्रो उमेरमा कपाल पाकिसकेको बेला पनि यसरी जुन यात्रा गरिराख्नु भएको छ, एउटा आफ्नो कर्तव्य निभाइराख्नु भएको छ, आफूले गरेको अठोट पुरा गर्ने जुन सोच राख्नु भएको छ, यहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। मार्मा गाउँपालिकाबाट हुनसक्ने सहयोगको लागि हामी सदैव तत्पर रहनेछौँ। हजुर, धन्यवाद। लु हजुरको पनि परिचय पाउँ। नमस्कार, मेरो नाम जनकराज जोशी, मार्मा गाउँपालिका उद्यम शाखा गरिब निर्माणका लागि लघु उद्यम विकास कार्यक्रममा वरिष्ठ उद्यम विकास सहकर्ता हो। र मेरो तर्फबाट र मेरो यो पालिकाको पारिवारिक तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद छ। किनभने यतिको उमेरमा तपाईँले आफ्ना बच्चाहरूलाई पुरा गर्ने एउटा सोच राखेर आउनुभएको छ र तपाईँका ती सोचहरू सबै पुरा हुनु भन्ने मेरो शुभकामना व्यक्त गर्दछु। हवस्, धन्यवाद। हवस्, धन्यवाद हजुरलाई। हजुरहरूको पनि परिचय पाउनु पाए हुन्थ्यो। नमस्कार, मेरो नाम केशव सिंह महरा। म यहाँको आर्थिक शाखा प्रमुख लेखापाल। मेरो घर यहीँ मार्मा गाउँपालिका वार्ड नम्बर 4 र तपाईँ जुन उद्देश्यले यहाँ हाम्रो मार्मा गाउँपालिका आउनुभयो यसको लागि तपाईँलाई हार्दिक धन्यवाद छ। र जुन उद्देश्य आत्मशान्ति र राष्ट्र शान्तिको लागि शाश्वतपूर्ण स्थान तहमा जाने उद्देश्यले आउनुभएको छ। तपाईँको यो उद्देश्य पुरा होस् र यो सबैको साझा कामना पनि हो। र अब तपाईँको आगामी यात्रा सफल सुखद र एकदमै रमाइलो होस्, यही नै शुभकामना छ। हवस्, धन्यवाद हजुरलाई। हजुरको परिचय? नमस्कार, मेरो नाम दिनेश सिंह बोहरा। घर यहीँ दार्चुला लेकम गाउँपालिका वार्ड नम्बर 1। म यहाँ मार्मा गाउँपालिकामा सहायक स्तर 5औं कम्प्युटर अपरेटर पदमा कार्यरत छु। र अब धेरै सरहरूले भनिसक्नुभयो तपाईँको यो यात्रा जुन उद्देश्यले तपाईँले थाल्नु भएको छ। अब धेरै नभनिकन म यो यात्रा आगामी यात्रा पनि तपाईँको सफल रहोस् यही शुभकामना दिन चाहन्छु म व्यक्तिगत र मेरो मार्मा गाउँपालिका परिवारको तर्फबाट। हजुरलाई धन्यवाद। हजुर? नमस्कार, मेरो नाम राम सिंह महर। मेरो घर मार्मा गाउँपालिका नम्बर 4 बारकु र म यहाँ 2076 सालदेखि कामकाज गर्दै आएको छु र यहाँको यात्रा सफल र मङ्गलमय होस् भन्ने शुभकामना व्यक्त गर्दछु। हवस्, सम्पूर्ण ल हजुर पनि परिचय दिनु नडराइकन। मेरो नाम वीरेन्द्र सिंह ठगुन्ना। म चाहिँ मार्मा गाउँपालिकामा एमआइसी अपरेटरको रूपमा कार्यरत छु र यत्रो उमेरमा पनि तपाईँ नयाँ जोस जागर युवा जस्तै पुरै नेपाल
753 स्थानीय तहहरू घुमेर यहाँ मारमा पुग्नु भएको छ। त्यसको लागि यहाँको यात्राको पनि शुभकामना व्यक्त गर्न चाहन्छु। साथै सफल रूपमा आगामी यात्रा पनि सफल होस् भन्ने कामना व्यक्त गर्छु। धन्यवाद। धन्यवाद हजुरहरूलाई। र म यो आज मार्मा गाउँपालिका सम्पूर्ण परिवारहरूलाई मेरो स्वागत सत्कार गर्नुभएकोमा मेरो तर्फबाट पनि हजुरहरूलाई धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। मार्मा गाउँपालिकाको उत्तर उन्नति प्रगति हुँदै जाओस्। यहाँ अब अध्यक्ष उपाध्यक्ष हाकिमलाई भेट्न पाइनँ, यही चाहिँ अलिकति गुनासो भयो। रै पनि अब यस्तै हो, को कहाँ अब कुन अवस्थामा हुन्छ भेट हुँदैन। त्यसैले सम्पूर्ण पालिका परिवारलाई नै धन्यवाद दिँदै आज म यहाँबाट ओझेल पर्न जाँदैछु। जय जननी जय जन्मभूमि प्यारो नेपाल।